हेलो गाइस, नमस्ते। आजको शनिबार मेरो यसरी बित्दैछ। उठेर म कालीमाटी माछा बजारतिर गएँ, यसो माछाहरू हेरेँ। राम्रो खाली माछा लिएँ र यो माछालाई मैले सफा गर्न लगाएँ। टक्क सफा गरिसकेपछि म घर फर्केँ र सफा पानीले फेरि यसलाई धोएँ। सबै पिसहरू निकालिसकेपछि यसमा चाहिने मसला तयार गरेँ। तयारका साथ यसलाई तातो तेलमा फ्राई गरेँ। फ्राई पश्चात टक्क निकालेँ र मेरो शनिबारको दिन यसरी सुरु भयो। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।